दर्शकवृन्द, एउटा यस्तो देश जहाँ सामान्य नियम तोड्दा पनि लाखौं रुपैयाँसम्म जरिवाना लाग्ने गर्छ। सुन्दा अचम्म लाग्छ, तर यो सानो खाडी देशले नियमको कडाईमा संसारलाई छक्क पारिदिन्छ। यहाँ साना साना कुरामा पनि जरिवाना यति कडा हुन्छ कि तपाईले एकपटक गल्ती गर्नुभयो भने महिनौको तलब एकैचोटी उड्न सक्छ। अझ अचम्म त के छ भने यो देशमा केही यस्ता अनौठा कानून र परम्परा छन् जुन सुन्दा तपाईको दिमाग हल्लिन सक्छ। यति मात्र होइन, यो देशमा विश्वकै सबैभन्दा धनी मानिसहरू बस्ने गर्छन्। दर्शकवृन्द, आजको यस भिडियोमा हामी संसारकै सबैभन्दा सुरक्षित, सबैभन्दा महँगो र सबैभन्दा अनुशासित देश कतारको बारेमा यस्तो रोचक तथ्यहरू प्रस्तुत गर्दैछौँ जुन सुन्दा तपाई पनि चकित पर्नुहुनेछ। त्यसैले यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यदि हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने हामीलाई सब्स्क्राइब गर्दै तपाईले यो भिडियो विश्वको कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। दर्शकवृन्द, कतार 11,586 वर्ग किलोमिटरमा फैलिएको एउटा सानो देश हो। क्षेत्रफलका हिसाबले यो विश्वको 164औं स्थानमा रहेको छ। यो आकारमा सानो भए तापनि कमाईको हिसाबले संसारका ठूला ठूला देशलाई टक्कर दिने शक्तिशाली राष्ट्र हो। दर्शकवृन्द, कतारको राजधानी दोहा विश्वकै सबैभन्दा आधुनिक र सुरक्षित शहरमध्ये एक मानिन्छ। प्रत्येक भवनहरू चम्किला छन् नै, यसका अलावा कडा कानून र कडा सुरक्षा व्यवस्था नै यस देशको मुख्य पहिचान हो। दर्शकवृन्द, कतारको कुल जनसंख्या करिब 31 लाख रहेको छ, तर अचम्मको कुरा के छ भने ती मध्ये करिब 12% मात्र वास्तविक कतारी नागरिक हुन्। बाँकी सबै विदेशी कामदार, प्रवासी र विद्यार्थीहरू रहेका छन्। यस्तो संरचना संसारमा कतै भेटिन्न। अनि मुख्य धर्म हो इस्लाम, जसलाई यहाँका 65% जनताले मान्ने गर्छन्। बाँकी भारतीय, नेपाली, बंगलादेशी, फिलिपिनो, श्रीलङ्काली र युरोपेली नागरिकहरू पनि ठूलो संख्यामा रहेका छन्। दर्शकवृन्द, कतारको मौसम अत्यन्तै गर्मी छ। गर्मी मौसममा तापक्रम 50 देखि 60 डिग्रीसम्म पुग्न सक्छ। अहिले जलवायु परिवर्तनले यो स्तर झन बढिरहेको छ। यसैले गर्दा कतारका सबै सार्वजनिक स्थान, बस स्टपदेखि पार्क, फुटपाथ, स्टेडियम सबै एयर कन्डिसन युक्त हुने गर्दछन्। दर्शकवृन्द, कतार विश्वको सबैभन्दा धनी देशहरूमध्ये एक हो। यहाँको प्रति व्यक्ति आमदानी 1 करोड रुपैयाँ भन्दा बढी हुन्छ। कतारको मुद्रा रियाल हो। यो भिडियो बनाउँदाको विनिमय दर अनुसार यो देशको पैसा नेपाली रुपैयाँ भन्दा 39 गुणा बलियो छ। यसको मतलब 1 रियाल अहिले नेपाली 39 रुपैयाँ हुन आउँछ। दर्शकवृन्द, अब एउटा रोचक तथ्य, कतारमा सरकार आफ्नो नागरिकलाई पैसा नै दिइरहेको हुन्छ। त्यहाँका नागरिकले महिनामा लाखौं भत्ता, निशुल्क स्वास्थ्य, निशुल्क घर, बिजुली, पानी सबै पाउने गर्छन्। कतारमा नागरिक भएर बाँच्न पाउनु भाग्यको कुरा मानिन्छ। दर्शकवृन्द, कतारको सबैभन्दा ठूलो शक्ति भनेको प्राकृतिक ग्यास हो। कतार विश्वकै दोस्रो सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यासको निर्यातकर्ता हो। यहीँबाट उत्पन्न भएको पैसाले कतारले आफ्नो देशलाई केही दशकमा मरुभूमिबाट आधुनिक स्वर्गमा बदलिएको छ। दर्शकवृन्द, यसो त कतार संसारको सबैभन्दा सुरक्षित देशमध्ये एक हो। यहाँको अपराध दर लगभग 0% छ भन्दा फरक पर्दैन। यो देशमा तपाईले आफ्नो मोबाइल, वालेट सडकमा राखेर गए पनि फिर्ता पाइने सम्भावना 98% हुन्छ। कतारमा प्रहरी, आधुनिक सीसीटीभी, सुरक्षाकर्मी र कडा कानूनले अपराधलाई जरैबाट उखेलिदिएको छ। दर्शकवृन्द, कतारमा नियम उल्लङ्घन गर्दा तिरिने जरिवाना निकै डरलाग्दो हुन्छ। यहाँ तपाईँ पाइला पाइलामा सतर्क रहनुपर्ने हुन्छ। के तपाईलाई थाहा छ, कतारमा सडकमा थुक्नु भयो भने तपाईलाई 50,000 रुपैयाँसम्म जरिवाना हुन सक्छ। यस्तै कागज फ्याके 30,000 रुपैयाँ, फोटो खिच्ने ठाउँमा नियम तोडे 1 लाख रुपैयाँ र ट्राफिक नियम नमान्दा लाखौं रुपैयाँ जरिवाना हुन सक्छ। दर्शकवृन्द, कतारमा नियम भनेको नियम नै हो। यहाँ भाइ हो, बुझेको छैन भन्ने कुरा पटक्कै चल्दैन। कानून सबैलाई लाग्ने गर्छ। दर्शकवृन्द, अब अर्को रोचक कुरातिर जाउँ। कतारमा तपाईले मदिरा खान पाउनुहुन्छ, तर अत्यन्तै कडा नियमभित्र मात्रै। खुल्ला ठाउँमा तपाईले पिएर हिँड्नुभयो वा होहल्ला गर्नुभयो भने तपाईलाई सिधै जेल सजाय हुन सक्छ र छुट्नका लागि पनि लाखौं जरिवाना तिर्नुपर्ने हुन सक्छ। यी र यस्तै कुराहरूले गर्दा कतार अत्यन्त अनुशासित राष्ट्र मानिन्छ। दर्शकवृन्द, कतार आफ्नो महँगो महाकाय भवनहरूका लागि पनि प्रसिद्ध छ। यहाँको द पल, दोहा कोनिसे, कतार सांस्कृतिक गाउँ अनि कतारको सबैभन्दा ठूलो गर्व हो फिफा वर्ल्ड कप 2022। विश्वकप इतिहासमै पहिलो पटक विश्वमै सबैभन्दा महँगो $220 अर्ब लगानी कतारले नै गर्यो। यो रकमले ठूला ठूला 8 स्टेडियम, मेट्रो, एयरपोर्ट, होटल संरचना सबै निर्माण गरियो। स्टेडियमहरू पनि यति महँगो कि एउटा स्टेडियमको लागतले नेपालका 50 वटा जिल्लामा विकास गर्न सकिन्थ्यो। यसरी कतारले संसारलाई देखायो पैसा भए जे पनि गर्न सकिन्छ भन्ने कुरा। दर्शकवृन्द, अब कतारमा नेपालीहरूको कुरा गरौँ। कतारमा करिब 4 लाख भन्दा
धेरै नेपाली कामदारहरू छन्। उनीहरू यहाँ घर, विदेशी कम्पनी, सुरक्षादेखि एयरपोर्टसम्म काम गर्छन्। कतारले नेपालीहरूको पसिना बहुमूल्य मानेर उनीहरूलाई दैनिक रूपमा सहयोग गर्दै आएको छ। तर यहाँ काम गर्ने नेपालीहरूको जीवन एकदमै कठिन छ। गर्मी, जोखिम, कडा नियम, 12-14 घण्टा काम अनि त्यसको साटो बालबालिकालाई राम्रो भविष्य दिने आशा, यही नै कतार जाने नेपालीको नियति बनेको छ। दर्शकवृन्द, कतारमा नेपालीहरूले खोलेका धेरै रेस्टुरेन्ट, पसल, टेक कम्पनी, ट्याक्सी ड्राइभर, हाउसकिपिङ र मेकानिकल क्षेत्र अत्यन्तै चर्चित छन्। कतारमा तपाईँ जता पनि नेपालीहरूलाई भेटाउन सक्नुहुन्छ। दर्शकवृन्द, तपाईँले पनि कतारबाट यो भिडियो हेर्नु भएको छ भने कमेन्ट गर्नुहोला है त। दर्शकवृन्द, हुन त कतार एक मुस्लिम देश हो, तर पछिल्लो समय कतार पनि महिला अधिकारमा निकै अगाडि बढिरहेको छ। कतारमा महिलाले सरकारी, निजी, व्यापार सबै क्षेत्रमा उत्कृष्ट सहभागिता जनाउने गरेका छन्। कतारका महिलाहरू संसारकै धेरै उच्च शिक्षा प्राप्त गर्ने महिला मध्ये एक हुन्। कतारको शिक्षा प्रणाली पनि निकै बलियो छ। यहाँको शैक्षिक शहरमा संसारका टप विश्वविद्यालयका क्याम्पसहरू छन्, जसले कतारलाई मध्यपूर्वको सिकाइ राजधानी बनाएको छ। दर्शकवृन्द, कतार संसारकै सबैभन्दा मानवीय देशहरू मध्ये पनि पर्दछ। युद्ध पीडित शरणार्थी भएका नागरिकहरूलाई सहयोग गर्न कतारले हरेक वर्ष अरबौं रुपैयाँ खर्च गर्छ। कतारको सुरक्षा बल विश्वकै सबैभन्दा कडा तर नागरिक प्रति सबैभन्दा दयालु मानिन्छन्। कतारमाथि कहिल्यै ठूलो युद्ध भएन। आतंकवादी हमला, चोरी, हत्या शून्य जस्तै छ। यति सुरक्षित कि यो देशमा राति 3 बजे महिलाले पनि एक्लै हिँडडुल गर्न सक्छन्। दर्शकवृन्द, यसका अलावा कतार विश्वमै एकमात्र देश हो जहाँ घोडा र ऊँटलाई संसारकै सबैभन्दा महँगो बिमा गरिन्छ। के तपाईलाई थाहा छ कतारमा एक ऊँटको मूल्य करिब 5 करोड रुपैयाँसम्म पर्न सक्छ। अर्को अनौठो कुरा, कतारमा लाइसेन्स बिना माछा मारे 1 लाख रुपैयाँ जरिवाना हुन सक्छ। यस्तै कतारको अर्को कडा नियम के छ भने सोशल मिडियामा कसैको बदनाम हुने गरी भिडियो अपलोड गरियो भने सिधै जेल हुन सक्छ। यही कारण कतारमा सोशल मिडिया धेरै सफा छ। दर्शकवृन्द, कतारले संसारलाई एउटा सन्देश दियो, देश ठूलो भएर होइन, सोच ठूलो भएर विकसित हुन्छ। मरुभूमिबाट उठेर कतार यति ठूलो शक्ति बन्यो कि आज विश्वका सबै प्रमुख राष्ट्रसँग कतारले टाउको उठाएर कुरा गर्छ। दर्शकवृन्द, कतार केवल धनी देश मात्र होइन, मेहनत, सचेतना, अनुशासन र नियमको देश पनि हो। हामी नेपालीहरूले पनि कतारले जस्तै नियम र अनुशासन हाम्रो समाजमा कायम गर्यौं भने नेपाल पनि कतार जस्तै बन्न धेरै समय लाग्दैन। दर्शकवृन्द, यो त थियो कतारको बारेमा केही रोचक जानकारीहरू। तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। अर्को भिडियोमा थप नयाँ देशको रोचक विषयवस्तु लिएर आउनेछौँ। तबसम्मलाई बिदा हुन्छौँ। नमस्कार।